यहाँबाट दिउँसो 12 बजे 12:30 बजिया छ भनौँ न। यतिखेर हामी आइपुगेका छौँ। फेरि फर्केर जाने हो, नाइ पनि लेख लाग्छ भनेर हामीलाई डर छ। यहाँ बसमै चिसो छ नि त, वरिपरि उहाँ हिउँ छ। हिउँको डाँडाहरू मेरो गाडी बाँधेको छ। मेरो नानीले पनि मिठो धोका दिएपछि केही भएको छैन। त्यही हो गाइज, आउनुहोस् घुम्नुहोस्, सम्झिनु होला मैले नम्बर छोडिदिइरहन्छु। कोही आउनु पऱ्यो भने एकदम इमान्दारसँग ठाउँमा पुर्याउने मेरो जिम्मेवारी हो। अरू के भनौँ खै, रमाइलो छ एकदम।